अभिवादन। प्रिय श्रोता, कार्यक्रम आत्मिक तरङ्गमा यहाँलाई स्वागत छ। कार्यक्रम आत्मिक तरङ्ग तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रमबाट तपाईँले परमेश्वरको वचन बाइबलको सत्यताहरू जान्न सक्नुहुनेछ। प्रिय श्रोता, आउनुहोस् सधैँ चाहिँ कार्यक्रम आत्मिक तरङ्गलाई सुरु गरौँ एउटा आत्मिक गीतबाट। हामीलाई छोड्दैन, विश्वास गर्छौँ वचनमा हृदय उनलाई लिन्छौँ। जब दुःखमा उनको चरण पर्दछौँ, प्रेम गर्छन् उनी हामीलाई सधैँ साथमा राख्छन्। यीशु नामलाई सधैँ गरौँ मान, दिए हामीलाई जीवन दान। उनी हाम्रा साथी, विश्वास छ उनैमाथि, उनी नै हुन् प्रभु, गरौँ उनलाई मान। उनी हाम्रा साथी, विश्वास छ उनैमाथि, उनी नै हुन् प्रभु, गरौँ उनलाई मान। उनी हाम्रा साथी, विश्वास छ उनैमाथि, उनी नै हुन् प्रभु, गरौँ उनलाई मान। उनी नै हुन् प्रभु, गरौँ उनलाई मान। मित्र, तपाईँले यीशु ख्रीष्ट को हुनुहुन्छ भनेर बुझ्नु भएको छ कि उहाँ नै साँच्चीकै परमेश्वर हुनुहुन्छ भनेर बुझ्नु भएको छ? यदि कसैले म ईश्वर हुँ भनेर दाबी गर्छ भने त्यो व्यक्तिको जीवन चरित्र कस्तो हुनुपर्छ, उहाँका कार्यहरू कस्तो हुनुपर्छ? बाइबलमा प्रभु यीशुले आफूलाई परमेश्वर अर्थात् म परमेश्वरबाट पठाइएको हुँ भन्नुभयो। यीशु ख्रीष्ट कुनै मानिसले रचिदिएको र बढाइ चढाइ गरिदिएको मानव कल्पित वा मानवीय सिद्धान्त, ज्ञान र दर्शनद्वारा स्थापित बिना सत्य तथ्यको आधारहीन व्यक्ति हुनुहुन्न। यदि हामी कुनै कुरा सत्य हो भनेर भन्छौँ भने त्यो सत्य साबित हुन हामीलाई एकादेशको कुरा होइन, तर वास्तविक सत्य आधारको खाँचो पर्दछ। सत्य प्रमाणित गर्न त्यहाँ आधारै छैन भने कसरी सत्य छ भनेर मान्ने? के यीशु ख्रीष्ट सत्य हुनुहुन्छ? के यीशु ख्रीष्ट सत्य हुनुहुन्छ अनि उहाँ परमेश्वर नै हुनुहुन्छ भन्ने आधारहरू छन् त? हो, छन्। उहाँले गर्नुभएका सामर्थ्यका कामहरूले येशू परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्दछौँ भने उहाँको पवित्र अर्थात्
पापरहित जीवनशैलीले पनि उहाँ सत्य परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रमाणित गरेको छ। एक दिनको कुरा हो, प्रभु येशू इस्रायल देशको कफरनहुम भन्ने सहरमा एकजना मान्छेको घरमा बस्नुभयो। मानिसहरूले येशू घरभित्र हुनुहुन्छ भन्ने थाहा पाउने बित्तिकै मानिसहरूको ओहिरो त्यस घरभित्र लागिहाल्यो, जसले गर्दा कोठाको त के कुरा गरौँ, बाहिर ढोकामा समेत मानिसहरू ठेल्लम ठेल्ला गर्दै उहाँलाई हेर्न र उहाँको कुरा सुन्न चाहिरहेका थिए। त्यतिकैमा त्यस भिड भएको घरतिर 4 जना मान्छे एउटा खाट बोकेर आइरहेका थिए। मित्र, ती 4 जना मानिसहरूले खाटमा एउटा मान्छेलाई पस्रिरहेको अवस्थामा बोकिरहेका थिए। त्यो मान्छे पक्षघातको रोगको कारण केही गर्न नसक्ने अवस्थामा थियो। उसको हात खुट्टा नचल्ने भएको कारण ऊ आफै खान पिउन काम गर्न केही पनि गर्न सक्दैन थियो। यदि त्यो मानिसको ठाउँमा हामी भएको भए हामीले कस्तो महसुस गर्थ्यौँ होला। पक्षघातको रोगी हिँड्न नसक्ने भएको कारण खाटै समेत त्यत्रा भिडहरूबाट येशू प्रभु कहाँ लान ती 4 व्यक्तिहरूलाई हम्मे पर्यो। ढोकाबाट भित्र छिरौँ भने ती भिडहरूले ढोकै छोड्दैन। अब कहाँबाट येशू प्रभु कहाँ लाने, परेन त आपत। ती 4 मानिसहरूले पक्षघात भएको रोगीलाई भित्र लाने कुनै उपाय नभेटेपछि तिनीहरू त्यस घरको छानामा गए र छाना उगारेर खाटै समेत त्यस बिरामीलाई कोठाको बीचमा झारे। भिडको आँखा पक्षघात भएको रोगीतिर थियो भने येशू प्रभुले पनि आफ्नो ध्यान पक्षघात भएको रोगी र ती 4 मानिसहरूतिर लगाउनु भयो। येशू प्रभु ती 4 जनाले गरेको विश्वासप्रति अचम्भित हुनुभयो। मित्र, तपाईँले विचार गर्नुभयो होला, प्रभु येशूले अब त्यो पक्षघात भएको रोगीलाई तुरुन्तै निको पार्नु भयो होला भनेर। प्रभु येशूले पक्षघात भएको रोगीलाई पहिल्यै निको पार्नु भएन, तर त्यस रोगीलाई उहाँले एउटा ज्यादै महत्त्वपूर्ण कुरा भन्नुभयो। प्रभु येशूले भन्नुभयो पक्षघात भएको त्यस रोगीलाई, हे छोरा, तिम्रा पापहरू तिमीलाई क्षमा भए। उहाँले तिम्रा पापहरू क्षमा भए भन्ने बित्तिकै त्यहाँ भएका केही मानिसहरूले आफ्नो मनमा सोच्न थाले, ओहो, येशूले त ईश्वर निन्दा गर्दै हुनुहुन्छ। उहाँले ती मानिसहरू जसले आफ्नो हृदयमा सोचेका कुरा पनि थाहा पाइहाल्नुभयो र भन्नुभयो, तिमीहरू किन आफ्ना हृदयहरूमा यी कुराहरू सोच्दछौ? मानिसको पुत्रलाई पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूले जान भनेर उहाँले पक्षघातको रोगीलाई तिम्रा पापहरू क्षमा भए भन्ने कुरा भन्नुभयो। त्यसपछि उहाँले एउटा सामर्थ्यको काम त्यहाँ गर्नुभयो। उहाँले पक्षघातको रोगीलाई भन्नुभयो, म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान उठाऊ र आफ्नो घरमा जाऊ। मित्र, उहाँले यति भन्ने बित्तिकै त्यो पक्षघातको रोगी तुरुन्तै उठ्यो, आफ्नो ओछ्यान उठायो र सबैको सामुन्नेबाट गयो। यहाँसम्म कि सबैजना छक्क परे र यसो भन्दै परमेश्वरलाई महिमा दिए, हामीले यस्तो कहिल्यै देखेका थिएनौँ। प्रभु येशूले यस अचम्मको घटनाबाट आफ्नो ईश्वरत्व देखाउनुका साथै मानिसको सबभन्दा महत्त्वपूर्ण खाँचो के हो त त्यो पनि देखाउनु भयो। मित्र, तपाईँले बुझिसक्नु भयो होला, मानिसको सबभन्दा महत्त्वपूर्ण र पहिलो खाँचो भनेको हरेक मानिसको पाप क्षमा हुनुपर्छ। किनभने पवित्र शास्त्र बाइबलले भन्दछ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। बाइबलमा लेखिएको छ, मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्नो अनमोल आत्मा गुमायो भने त्यसलाई केही फाइदा हुँदैन। प्रभु येशू जान्नुहुन्थ्यो कि त्यो पक्षघातको रोगीको पहिलो खाँचो उसको शारीरिक रोग होइन, तर भित्री हृदयमा लागेको पापको रोग हो, जसको कारण ऊ ज्यादै डरलाग्दो ठाउँमा जानुपर्छ भनेर। बाइबलमा बताइएको छ, जसले प्रभु येशूमाथि विश्वास गर्दछ उससँग अनन्त जीवन हुन्छ, अनि जसले उहाँलाई विश्वास गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। मार्था र मरियम नाम गरेकी 2 दिदीबहिनीहरू थिए। प्रभु येशूलाई तिनीहरूले राम्ररी चिन्दथे। एक दिनको कुरा, ती दिदीबहिनीको एकजना भाइ थियो जसको नाम लाजरस थियो। लाजरस साह्रै सिकिस्त बिरामी भयो। मार्था र मरियमले प्रभु येशूलाई लाजरस बिरामी छन् भन्ने खबर पठाए, तर प्रभु येशू तुरुन्तै लाजरस बिरामी भएको ठाउँमा जानु भएन। तर
तर 2 दिनपछि मात्रै उहाँ लाजरसको गाउँमा जाने विचार गर्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, लौ अब हामी लाजरसलाई भेट्न जानुपर्छ। त्यसपछि प्रभु येशू लाजरसको गाउँ बेथानीमा जानुभयो। येशू प्रभु बेथानीमा पुग्नुहुँदा सिकिस्त बिरामी भएका लाजरस मरिसकेका थिए। उनका 2 दिदीहरू रोइरहेका थिए भने गाउँका मानिसहरू उनीहरूको दुःखमा सहभागी हुँदै सान्त्वना दिइरहेका थिए। ती मानिसहरूले लाजरसको जीवनलाई पुनः फिर्ता दिन त सक्दैनथे, तर मार्था र मरियमलाई 2-3 शब्दको सान्त्वना भने दिन सक्थे। प्रभु येशू आउनुभयो भन्ने हल्ला बेथानी गाउँमा चल्न थाल्यो। लाजरसको दिदी मार्था दौडी दौडी प्रभु येशूका आइन् र भनिन्, प्रभु तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन। त्यसपछि प्रभु येशू मार्थाकी बहिनी मरियम कहाँ पनि जानुभयो। मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँको पाउमा यसो भन्दै परिन्, प्रभु तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन। मरियम आफ्नो भाइको मृत्युको कारण आँसु नै सुक्ने गरी धेरै रोइन्। मार्था र मरियमलाई सान्त्वना दिनेहरू पनि उनीहरूको साथसाथै ढाको छोडी छोडी रोइरहेका थिए। जब प्रभु येशूले यस्तो दृश्य देख्नुभयो तब उहाँ पनि आत्मामा पीडित हुनुभयो र ज्यादै विचलित हुनुभयो अनि उहाँ पनि रुनुभयो। मित्र, लाजरसको मृत्युको कारण मात्र उहाँ रुनु भएको थियो जस्तो लाग्छ तपाईलाई? मित्र, मरेको लाजरसको लागि मात्र उहाँ रुनु भएको थिएन। वास्तवमा उहाँ ती मानिसहरूको लागि रुनु भएको थियो जसका पाप क्षमा भएका थिएनन्, जसले प्रभु येशू आफ्नो मुक्तिदातालाई चिनेका थिएनन्। हो, येशूलाई नचिन्ने ती मानिसहरूको लागि पनि उहाँ रुनुभयो। बाइबलले बताउँदछ पापको ज्याला मृत्यु हो। बाइबलले बताउँदछ पापले नै हाम्रो अनमोल आत्मा मरेको हुन्छ। जबसम्म एक पापीको पाप क्षमा हुँदैन तबसम्म त्यो पापीको अनमोल आत्मा मरेको हुन्छ। प्रभु येशू संसारमा आउनुको मुख्य उद्देश्य नै संसारका पापीको पाप क्षमा गर्न र पापको दलदलबाट छुटकारा दिई बचाउन आउनु भएको थियो। लाजरसको निम्ति रुने ती मानिसहरू जसले प्रभु येशूलाई विश्वास गर्न सकेका थिएनन्, तिनीहरूको अनमोल आत्मा प्रभुमा अविश्वास गरेको कारण मर्दै थियो। त्यसकारण उहाँ ती मानिसहरूको लागि पनि रुनुभयो। येशू रोइसक्नु भएपछि उहाँ लाजरसको च्यान भएको ठाउँतिर आउनुभयो। च्यान चाहिँ एउटा गुफाभित्र थियो। त्यो गुफामा एउटा ढुङ्गा राखिएको थियो। मित्र, लाजरस मरेको 4 दिन भइसकेको थियो। ऊ घनाउन थालिसकेको थियो। उसलाई च्यानमा कात्रोले बेरेर राखिएको थियो। येशू प्रभु च्यानमा जानुभयो र भन्नुभयो, यो ढुङ्गा हटाओ। ओहो, अब के हुने हो भन्दै मानिसहरू हेरिरहेका थिए। कतिको मनमा येशूप्रति अविश्वास पनि थियो। येशूले ढुङ्गा हटाओ मात्र के भन्नुभएको थियो? एउटा अविश्वास र शङ्काको प्रश्न लाजरसकै दिदी मार्थाले प्रभुलाई गरिन्। प्रभु प्रभु, यस बेलासम्म त ऊ गनाइसकेको छ, किनभने ऊ मरेको 4 दिन भइसक्यो। तुरुन्तै प्रभु येशूले उनलाई भन्नुभयो, तिमीले विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनी के मैले तिमीलाई भनिन र? तब त्यहाँ भएका मानिसहरूले मुर्दा राखेको ठाउँबाट त्यो ढुङ्गा हटाए। प्रभुले प्रार्थना गर्नुभयो र ठुलो स्वरले कराएर भन्नुभयो, हे लाजरस बाहिर आऊ। तब लाजरस बाहिर निस्के। यो घटना देख्ने धेरै मानिसहरूले प्रभुलाई विश्वास गरे। मित्र, येशू प्रभुले पक्षाघात भएको रोगीलाई निको पारेको र मरेको लाजरसलाई जिउँदो पारेको कुरा मैले तपाईँलाई भर्खरै बताएँ। यी येशू प्रभुले गर्नुभएका सामर्थ्यका कार्यहरू थिए। यी एकादेशका कुरा होइनन्। यी वास्तविक र प्रमाणित भएका सत्य घटनाहरू हुन्। एउटा मरेको मानिसलाई कसले जीवन दिन सक्छ? सृष्टिकर्ता जीवनदाता परमेश्वरले बाहेक अरू कसैले दिन सक्छ र? येशू प्रभुले गर्नुभएका सामर्थ्यका कामहरूले उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुराको पुष्टि गर्दछ। बाइबलमा प्रभु येशूको बारेमा 1 तिमोथी 3:16 यस्तो लेखिएको छ, भक्तिको रहस्य महान छ। परमेश्वर शरीरमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूद्वारा देखिनुभयो, अन्य जातिहरू कहाँ प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि लगिनुभयो। मित्र, मानिसको पापले गर्दा भएको दयनीय दुखी अवस्था परमेश्वरले हेर्न सक्नु भएन। त्यसकारण मानिसलाई पापको परिणाम स्वरूप पाउनुपर्ने भयानक दण्डबाट बचाउने कसले? कोही पनि थिएन।
त्यसकारण यस दुष्ट र घिनलाग्दो पापी दुनियाँमा परमेश्वर पापरहित र पवित्र रूपमा एक कन्याबाट जन्म लिनुभयो। उहाँ शरीरमा करिब 2000 वर्ष अघि संसारकै बीच भाग इस्रायलमा प्रकट हुनुभयो। आफ्नो ईश्वरत्व मानिसहरूको बीचमा उहाँले सामर्थ्यका कामहरू गरेर देखाउनुभयो। येशू प्रभु मानिसको मुक्तिको लागि आफै बलिदान हुनुपर्ने थियो। मानिसको पापको क्षमा मानिसको कुनै पनि प्रयासले नहुने भएको कारण तपाईँ अनि मेरो पापको दण्ड निर्दोष येशू क्रुसमा बलि भई मरेर भोग्नुभयो। मानिसको आफ्नै धार्मिकताले मानिस परमेश्वरका अर्थात् स्वर्गमा पुग्न नसक्ने भएको कारण येशू पापीको धार्मिकता बन्न मर्नुभयो। आज एउटा पापी आफ्नै धार्मिकताले होइन, परमेश्वरको धार्मिकताले मात्रै बाँच्न सक्दछ र उहाँको क्रोधबाट बस्न सक्दछ। त्यस्तै आज एउटा पापी आफ्नै धार्मिकताले होइन, तर परमेश्वरकै धार्मिकताद्वारा मात्र स्वर्गमा पुग्न सक्दछ। येशूले खाली सामर्थ्यका कामहरू मात्र गर्नु भएन, तर उहाँले संसारलाई नै चकित पार्ने अर्को महत्त्वपूर्ण काम के गर्नुभयो भने उहाँलाई आफ्नो मृत्युको विषयमा पहिल्यै जानकारी थियो। उहाँले आफ्नो चेलाहरूलाई आफू मर्नभन्दा केही समय अगाडि आफ्नो मृत्यु, गडाई र जीवित हुने विषयमा 3 चोटि बताउनु भएको थियो। फलस्वरूप मानिसको पापको दण्ड क्रुसमा भोग्न उहाँलाई क्रुसमा टङ्गाइयो र आफ्नो वचन मुताबिक उहाँ तेस्रो दिनमा पुनः जीवित हुनुभयो। उहाँ जीवित हुनुभएको प्रमाण उहाँ 40 दिनसम्म यस पृथ्वीमा रहेर र मानिसहरूका आफ्नो हातको घाउ, कोखाको घाउ देखाउँदै उनीहरूसँगै बसेर खाएर देखाई फेरि प्रत्यक्ष धेरै मानिसहरूको बीचबाट स्वर्गमा उठाइनु भयो। उहाँले अरूलाई बचाएर आफै मर्नु भई जिउँदो नहुनु भएको भए उहाँलाई कसरी ईश्वर भनेर स्वीकार गर्न सकिन्थ्यो र? तर उहाँका जिउँदो भाइले कि उहाँ परमेश्वर हुनुहुन्न र? त्यसकारण उहाँको विषयमा उहाँको बौरी उठाएपछि प्रत्यक्ष रूपमा देख्ने एउटा चेलाले भने, भक्तिको रहस्य महान छ। परमेश्वर शरीरमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनु भयो, स्वर्गदूतहरूद्वारा देखिनु भयो, अन्य जातिहरूका प्रचारिनु भयो, संसारमा विश्वास गरिनु भयो, महिमामा माथि लगिनु भयो। कल्वारी डाँडाको क्रुसैमा येशूले आफ्नो प्राण दिए, तिम्रो र मेरो पाप धुन चोरसाही रगत बगाए। अवस्थ श्रोता, आजको यस कार्यक्रमबाट बिदा माग्छु। नमस्कार।